के तपाईँ आफ्नो मिल्ने साथीले कहिले यस्तो कुरा भन्नुभयो जुन तपाईँलाई नै पछि गएर घाटा भयो? संसारमा विश्वासघात सबैभन्दा नजिकको मान्छेबाट हुन्छ। आज म तपाईँलाई 3वटा यस्तो कुरा बताउने छु जुन कहिले कसैलाई भन्नु हुँदैन, इभन तपाईँको मिल्ने साथीलाई पनि हुँदैन। जिन्दगीमा हामी सबैलाई कोही त मिल्ने साथी चाहिन्छ, होइन र? जसलाई हामी हाम्रा गोप्य कुरा, दुःख, सपना सबै कुरा सेयर गर्न सक्छौँ। तर के तपाईँलाई थाहा छ, केही कुरा यस्तो हुन्छ जुन तपाईँले सबैभन्दा मिल्ने साथीलाई पनि कहिले भन्नु हुँदैन। किनभने यी कुराले तपाईँको जिन्दगी नै बिगार्न सक्छ। आउनुहोस् आज यी 3 महत्त्वपूर्ण कुराहरूको बारेमा कुरा गरौँ। 1 नम्बरमा तपाईँका ठुलो सपनाहरू। तपाईँका ठुलो सपना कहिले सबैलाई देखाउनु हुँदैन, किनकि धेरैजसो मान्छे तपाईँका सपना बुझ्दैनन्। केहीले त तपाईँलाई नै निराश पारेर जान्छ। तिमीले के गर्न सक्दैनौ भनेर यस्तो कुरा सुनेपछि तपाईँको मनोबल नै घट्छ। तसर्थ आफ्नो सपना पुरा नभएसम्म चुपचाप काम गर्नुहोस्। यदि तपाईँले कसैलाई आफ्नो सपनाको बारेमा भन्नुभयो भने त्यसलाई असफल पार्न मरिहत्ते कोसिस गर्न सक्छन्। पोइन्ट नम्बर 2, तपाईँको कमजोर पक्ष। कहिलेकाहीँ हामीलाई कसैसँग सबै कुरा बाँड्न मन लाग्छ, आफ्नो दुःख, कमजोरी, डर। तर याद राख्नुहोस्, सबैले तपाईँको कमजोरी बुझ्दैन। कुनै दिन त्यही कमजोरी तपाईँको विरुद्ध हतियार बनाउन सक्छ। त्यसैले आत्मनिरीक्षण गर्नुहोस्, सबै कुरा खुलाउनु हुँदैन। पोइन्ट नम्बर 3, तपाईँको निजी पारिवारिक कुरा। तपाईँको परिवारको निजी कुरा, झगडा वा समस्या तपाईँको मात्र हो। साथीसँग बाँड्दा त्यो कुरा अर्को दिन अरूको कानमा पुग्न सक्छ। त्यो गोप्य कुरा सार्वजनिक हुन्छ, तब मान सम्मानमा असर पर्छ। त्यसैले यस्ता कुरामा मौन बस्नु नै बुद्धिमानी हो। साथीभाइ राख्नु राम्रो कुरा हो, तर कहिलेकाहीँ दूरी राख्नु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। विश्वास गर्नुहोस्, केही कुरा तपाईँ भित्रै राख्नु नै तपाईँको शक्ति हो। यदि तपाईँलाई यो भिडियो उपयोगी लाग्यो भने लाइक, कमेन्ट र सेयर गर्न नबिर्सिनुहोला र अर्को भिडियोमा फेरि भेटौँला।